दुःख कति भइसक्यो काखमा राख्नेहरूलाई 12:22 भइसक्यो हो स्क्रिप्ट लेख्दैछ हामी चाहिँ केही काममा पनि सुख भने चाहिँ छैन है गाई चाहिँ सबै काममा दुःख नगरी सुखै छैन क्या फोकस गरौ काले दादा कोही फोकस गरौँ बल्ल लाइफमा सेट हुन आँटेको मेरो त बुढी छ म त्यही कारण हेर्दा तिमीहरूको गर्लफ्रेन्डहरूलाई एउटै छ भने एउटै राख्नु एउटै टाइम दिनु जो अटोमेटिक लाग्छ एउटादेखि दुईवटा बनायो भने के हुन्छ टेन्सन हुन्छ कुन चाहिँ एङ्गलबाट गर्छौ मेरो walk here, walk. Just look at my walk. लो वक दुःख कति भइसक्यो काखमा राख्नेहरूलाई 12:22 भइसक्यो हो स्क्रिप्ट लेख्दैछ हामी चाहिँ भोलिको लागि यो भएन कुटकी बजाउँछ ओ लङ्गुरको बच्चाहरू लङ्गुर कति बजीको 12:30 12:30 भयो नि ओ लङ्गुरको बच्चाहरू अझै 3-4 पेज छ हरूको जग्गा यहाँ आएन अब 3 पेज एउटा मथु एकजना चाहिँ यहाँ माथि सुतिरहेछ हामी 4 जना चाहिँ यहाँ छ बज्यो नि यसोसँग ऱ्याप हो भने यहाँ सब्जी पाकिरहेको छ यहाँ सब्जी चाहिँ चिकन छ चिकन छ गाई छ अन्त खाना पाकिरहेको छ सुतेको गाई लो गाइज भिडियोहरू बनाउनु चाहिँ एकदम साह्रो छ हो अन्त यहाँ हेर्नुहोस् त कति बजिसक्यो टाइम 1 भइसक्यो अन्त अब चाहिँ यो दाको काम छ खतरा के भयो हामी यही सब्जी त तर 1 बजे खाना खायो रहेछ त्यहाँ हो 1-2 भएर चाहिँ यहाँ टाइम हुन्छ अब यो दाको काम 4 बजीसम्म छ हामी त 6 बजे उठ्नुपर्छ बिहान फेरि दुखै छ हाम्रो भोलि बिहान भिडियो बनाउनु छ 9 बजी 6 बजे उठेर पहिला भिडियो बनाउनु छ फर्स्ट अफ अल चाहिँ यहाँ देखो त यो ह्यान्डराइटिङ बुझ्नु छ मलाई 4 बजीसम्म यो ह्यान्डराइटिङ बुझ्नु छ सम्पेको साह्रो छ हौ यस्तो भइरहेको छ हेर्नु नि त स्क्रिप्टहरू अम्बो कोड अन्त अब यो दाले चाहिँ यहाँबाट सार्छ ल्यापटपमा सार्छ अब ल लाइनमा हो नाम अनुसार कस्तो के हो चेयरअपमा चेयरअप ल हँसाइमा हँसाइ त्यसरी लेख्नु ल यहाँ कतिवटा लेखेको छ नि ल लैजाउँ ल कतिवटा कुरा लेखेको छ नि यहाँनिर ल यता पनि त ल ल बेस्ट अफ लक बिहान चाहिँ स्क्रिप्ट कम्प्लिट होस् 8 बज्छ कामले निस्किन लागेको छौँ सबै काम गरौँ पुगो त अब कन्भर्टहरू हेर्नुहोस् सबै हाम्रो हरेक भोलि बच्चिन्छ जति पनि पुगो आजको हाम्रो जुन भिडियो सुट गर्ने प्लानहरू छ सबैमा पुगो तपाईँको बेसिस अनुग्रह तपाईँको गाइडेन्स पुगो तपाईँको ज्ञान बुद्धि बल सामा शक्तिको थ्रु हुन सकेको छ पुगो तपाईँ धेरै धेरै सो हेलो फ्यामिली फेरि पनि वेलकम ब्याक टु माई ब्लग अनि एपिसोड रञ्जन फ्यामिलीहरू ठिकै नै सन्चै हुनुहुन्छ होला साथसाथै म पनि ठिकै नै सन्चै नै छु अन्त सो अहिले भने चाहिँ म यहाँ नानाले ल्याउनु आइरहेको छु है जस्तो कि तपाईँहरूलाई यादै छ आजदेखि चाहिँ हाम्रो भिडियो सुट हुँदैछ भाइन सुट हुँदैछ होइन अन्त त्यसको लागि अन्त आज ढिलो पनि भइसकिसक्यो 11 बजिसक्यो हो हामी चाहिँ अघि लाइक 6 बजीदेखिको चाहिँ कुदेकै 11:28 भइसकिसक्यो स्टार्ट पनि भएको छैन अहिले हाम्रो सुटहरू अन्त जस्ट हामी लोकेसनमा चाहिँ पुगिसकेको छौँ दाहरू अन्त म चाहिँ यहाँ नानाले ल्याउनु आएर चाहिँ बिनिको नाना अन्त सो त्यही हो खुट्टा मेरो त के भयो खुट्टा खुट्टा दुखेको बिहानदेखिको के भइरहेछ अनि नाना चाहिँ यो बाटो आउँछ हो अन्त त्यो अब आउनु आँटेको छ आउनु आँटेको छु भन्दै थियो वेदरले पनि साथै जिरहेछ धन्ना र है आम्बो थाकिसक्यो कसम यता यहाँ आएर समोसा लिएर आएको छु यहाँनिर अहिले मै खाइदिन्छु होला यो समोसा चाहिँ लाइक कल्याण दाको सिन छ नि त खातेगढको समोसा अन्त त्यसको लागि समोसा लिएर आएको छु अन्त हिजो चाहिँ हामी बेलुका 1:30तिर सुतेको अन्त अर्पण दादा झन् ढिलो सुतेको लाइक अर्पण दादा 3 बजीतिर पनि एक्लै बोलिरहेको थियो खोइ के गर्दै थियो कुनै के गर्दै थियो अरे लाइक उसको चाहिँ टाइपिङको काम थियो नि त अन्त टाइपिङको काम गर्दै एक्लै पढ्दै बसिरहेको रहेछ हो 3:30 अन्त बिहान 8 बजीतिर उठेको होला त
किन भन्दाखेरि सुत्ने टाइमै दिएको थियो नि त हामीले 8 बजीतिर सबमा सुता भनेर तर हामी चाहिँ म चाहिँ झन् बिहानै 6 बजी उठेर त्यो चाहिँ पापालाई माथि 13 माइल पुऱ्याएर फेरि आएर 8 बजीतिर आइपुगेँ हो त्यहाँबाट केही काममा पनि सुख भने चाहिँ छैन है गाई चाहिँ सबै काममा दुःख नगरी सुखै छैन क्या अन्त त्यही पछि आएर चाहिँ खाजासाजा खायो रुममा लाइक उयो बनाएको थियो वाइफाई बनाएको थियो ज्याकदाले जसले जे पनि बनाइहाल्छ अन्त चाहिँ बनायो खायो त्यसपछि आयो बजार झऱ्यो सुपर मार्केटमा चाहिँ यति अब लाइक सबै हाम्रो टिमलाई नै लाइक पर्ख्यौँ नि त त्यहाँनिर अन्त ठिकै छ जो जति पनि आयो सबैजनालाई धन्यवाद हिजो लाइक हामी एकै दिनमा मिलाएको थियौँ हामीले है एकै दिनमा हाम्रो त्यस्तो 16 जना जस्तो भइरहेछ साइड टिमहरू सो ठिकै छ अब के कसो हुन्छ जे होस् राम्रै हो चाहिँ अन्त सबैजना तल ग्राउन्डमा छ नि त सुट अन्त त्यही हो अब आई होप आजको भिडियोहरू पनि राम्रै जाओस् भनेर है ए हेर्नु न मैले चाहिँ हवा भएको चिजहरू झुन्ड्याएर आएको छु के हो के हो स्कुटी चाहिँ मैला न मैला भइरहेको छ देखाउनु पनि सधैँ लाग्छ कुदेको तर अन्त अब हामीले पनि यो च्यानल खोल्दैछौँ खोलेकै हो है पहिला पनि खोलेकै हो चलेको पनि हो लाइक हामीले नै क्याटेज गरेको राम्रो नचलाएको यो च्यानल हो तर अब चाहिँ एकदम उडेकै हुने हो होइन अन्त यहाँ चाहिँ हाम्रो नाना पनि आउनु हुँदैछ म्याडम चाहिँ वाह गाइस अब चाहिँ हामी जाने हौँ चित्त लगाएर म त हेल्मेट नलगाउँ त्रै हेल्मेट हो भन्छ तर कस्तो बनाउँछ पानीले भिजेर फोकस गरौँ काले दादा कोही फोकस गरौँ बल्ल लाइफमा सेट हुन आँटेको सो गाइस अहिले भने चाहिँ हामी यहाँनिर फिल्डमा आइसकेको छौँ यहाँनिर ग्राउन्डमा हेर्न सक्नुहुन्छ अहिले यहाँ भने चाहिँ सेटअप चल्दैछ हो अन्त नाना पनि लुगाहरू फेर्नु गइरहेको छ आउँदैछ हाम्रो ट्याबे ड्राइभर होइन वाह यस्तो स्टाइलिस यस्तो राम्रो नानामा अन्त भाग्यमा चाहिँ पुण्यको काम गरेको हुनुपर्छ क्या पहिला हेर्नुहोस् यहाँनिर ड्रेसअप वाह अब क्या प्लान बाँकी छ राम्री अब चाहिँ भिडियो स्टार्ट हुँदैछ हाम्रो गाइस अब के कस्तो हुन्छ छोटो भाइ यहाँ हेर्नुहोस् त्यहाँनिर जुङ्गा काटेर एक दिन यसरी निस्किनुपर्छ हेर्नु नि आम्मामा सबैजनाले अटोग्राफहरू को चाहिँ यो ल होइन मैले त्यही भन्दै थियो नमस्कार कुन चाहिँ हो दाइ हो चाहिँ फिफी द प्रिन्सेस फ्यामिलीलाई पनि नमस्कार छ है आज यहाँनिर हामी फेरि सुम्पे परिवार भेला भएको छौँ हाम्रो यहाँ बडा बाउ भनौँ हाम्रो कल्याण दा जिन्दगी म त के साह्रो फेमस हो कम बे ल गाइस अहिले भने चाहिँ हामी रेस्ट मुडमा छ होइन अब यहाँ हावाको गफ हुन्छ ल भन हावाको कुरा भन हावाको कुरा गरिदिइहाल न ल छिटो ल छिटो एफर के गर्नु अन्त बिफर बल होइन बिफर चाहिँ बल अबे बौला राइट यहाँ हाम्रो कृति कृति काले मान्छेको छ यो ल चरा बहिनीलाई लगा भनेर मैले लगाइदिएको नि त माया लाग्छ बहिनीको विचार के गर्नु हाम्रो कल्याण दालाई हाल्छ नि जानु सिङ्दी लाखी गरिदिन्छु ल म कल्याण दालाई कल्याण दा यहाँनिर चाहिँ हाम्रो कल्याण दा छ होइन एउटा कुरो सोध्नु आँटेको छु झन् तपाईँको जिउ चाहिँ कस्तो लागेको भाइ सन्तोक गरेर खानुपर्छ हो अन्त घरमा बुढी हुँदाखेरि बाहिर यताउति घुमाउनु हुँदैन आँखा हो उताउति घुमाइन्छ आँखा घुमाइन्छ मन टेन्सन हुन्छ मन टेन्सन भयो भने चाहिँ जिन्दगी टेन्सन हुन्छ जिन्दगी टेन्सन भयो भने चाहिँ खाना रुच्दैन निन्द्रा लाग्दैन अन्त घटेर यस्तो सिकुटे हुन्छ उयो जस्तो सुबोध र अर्पण जस्तो हुन्छ हो अन्त म जस्तो हुनु छ भने चाहिँ घरमा बुढी छ शान्तिले बस एउटा गर्लफ्रेन्ड छ त्यही माथि ध्यान देऊ शान्तिले बस जिउ मजा पनि छ गर्लफ्रेन्ड पनि छ
होइन मेरो त बुढी छ म त्यही कारण तिमीहरूको गर्लफ्रेन्डहरूलाई एउटै छ भने एउटै राख्नु एउटै टाइम दिनु जो अटोमेटिक लाग्छ एउटादेखि दुईवटा भन्यो भने के हुन्छ टेन्सन हुन्छ टेन्सन भयो भने के हुन्छ निन्द्रा लाग्दैन भोक लाग्दैन तिर्खा लाग्दैन त्यहाँदेखि जिउ घट्छ मेरो राज याद भयो देखेन होला यो बेसी खाँदैन पनि बेसी पनि खाँदिनँ यस्तो छ नि त र एनिवे जेसुकै होस् जोको पार्ट हुँदै गर्छ यताउति रिन्छन यो रिन्छन के तिम्रो हो रिन्छन भ्लग चाहिँ रिन्छनले एकदम राम्रो गर्दो रहेछ रिन्छनलाई एकदम खुसी लाग्यो आज देखेर अब अलमोस्ट आफ्टर इयरै भनौँ न हामी यसरी सँगै बसेर काम गरेको लास्ट इयर मनसुनमा लास्ट गरेको हामी होइन त्यहाँदेखि आज गएर रिन्छन निकै राम्रो भएछ निकै राम्रो रिन्छनले इम्प्रुभमेन्ट ल्याउँदैछ प्लिज गाइज डु सपोर्ट टिम है के अरे अब सपोर्ट गर्नुपर्छ भाइलाई जतिजनाले पनि हेर्नु हुँदैछ च्यानललाई लाइक गरिदिनुहोस् सेयर गरिदिनुहोस् सब्सक्राइब पनि गरिदिनुहोस् है अनि सिंगल भिडियो थियो केमा तपाईँले अस्ति पनि के डम्बर चोकदेखि म्याराथन थुप्रो छ भाइ अब वकथन छ एउटा 29 तारिक वकथन त्यही त वकथन हो एउटा डम्बर चोकदेखि लिएर यो 29 तारिक छ डम्बर चोकदेखि लिएर चाहिँ माथि दुर्पिनसम्म छ एउटा वकथन है अर्को चाहिँ दलाइ लामाको बर्थडेबाट 29 जुनमा चाहिँ डम्बर चोकदेखि लिएर चाहिँ 30 किलोमिटर्सको वक हो लाभासम्म हो वक वक हो बिस्तारै आरामसे टाइम लागोस् आरामसे बात मार्दै जाने जतिजना इन्ट्रेस्टेड हुनुहुन्छ है तपाईँहरूले कन्ट्याक्ट गर्नु सक्नुहुन्छ रिन्छन भाइलाई गर्नुहोस् या मलाई गर्नुहोस् तपाईँलाई हामी लिड दिइहाल्छौँ कहाँबाट फङ्सन पाउँछ के पाउँछ भनेर स्टे हेल्दी स्टे ह्याप्पी सबैजना ल म जस्तै हुनुपर्छ म चाहिँ वक बेसी गरेँ 6 बजी उठ्छु 7 बजीभित्र मलाई डेलोबाट एक चक्कर हिँडेर घर आउँछु त्यहाँदेखि सुत्छु फेरि केमा त स्कुटीमा ठिक छ यत्तिकै चाहिँ हुनुपर्छ नि यत्तिकै एड्रेस दिने मान्छे चाहिँ हुनुपर्छ अन्त लगेर के गएको सक्यो प्याकअप गाई चाहिँ अन्त यस्तो यो प्याकअप गरिदिएको कसको काम छ म कति बजी आइपुग्छु सन्डे तिमी कहाँ सन्डे कहाँ जान्छौ म चाहिँ घर जानु पर्दैन स्याटरडे आउनु अन्त खाउ गभर्मेन्ट हो भोलि आउनु नि तपाईँ भोलि चाहिँ किन म चाहिँ मेरोमा सुट गर्नु ल क्यामेरा मात्रै राम्रो देख्छ नि तर रियलमा छ होइन क्या होइन मेरो के भन्नु नक्कल हेर अब पारिहाल तिम्रो यो ब्युटिनेसको राज भनिदेऊ न मेरो ब्युटिनेसको राज केही छैन बन टु बी छपडी भन एक प्लिज मेरो लागि प्लिज बन टु बी चारपट्टि भन त तिमी ल ओके बन टु बी चारपट्टि ल छपडी भन होइन छिटो भन भन यदि तिमीले भनेन भने म एकछिनबाट भन्छु के हो भनेर छिटो भन ल भन बन टु बी छिटो कुन चाहिँ एङ्गलबाट गर्जियस छौ मेरो वक हेर वक जस्ट लुक एट माई वक ल वक ओ माय क्याट जस्ट लुक एट माई वक सेयर चाहिँ गरिदिनु त किनभने यो चाहिँ अब हामीलाई एकदम इम्पोर्टेन्ट ब्याक ल तिमीलाई पनि एकदम धेरै धन्यवाद ल मायाले त अलिक भ्लग बनाउँदै रहेछ डिस्टर्ब गर्नुपर्छ यो काले दाको भ्लगमा चाहिँ यसो सपोर्ट गरिदिनुहोस् चाहिँ बिचारा हेर्नुहोस् यहाँ काले भए तापनि के छैन मन सफा छ यो दाको हो मन मात्रै होइन के सफा छ भन्नु पनि सक्दिनँ म ल भाइ यो त माया लाग्छ नि हौ कोही बेला चाहिँ त्यही कारण त नामै मायालु भाइ जोक अफ पार्ट होइन पार्ट अफ जोक दा मेरो त जोक अफ पार्ट हो नि त ल भाइ नाइट ड्युटी सबैजना जाऊ बिदा माग्दै सबैजनालाई कोची नाम नबुको भरमा चाहिँ बिचारा हाम्रो घरको अगाडि सुतिरहेछ ए त्यो के भन्छ के भन्थ्यो त्यो नाम चाहिँ थाहा छैन कि त्यसलाई लुगाएर दिइहाल्छु नि बिहानदेखि पनि खाएको छैन ल त गाइस अब चाहिँ ग्राउन्डलाई पनि बिदा ल सो फ्यामिली आयो भने चाहिँ हामी रुममा पनि आइपुगिसक्यो भन्दा हामी 4 जना आएको हो एउटा स्कुटीमा हामी गेट खोल्ने मान्छेहरू कत्रो हो ढुङ्गा छिटो ल त उयो खोल्नु त चाल चाबी को जो उता लाइट खोल्यो त